सम्पूर्णमा नमस्कार। म मनोज परियार। हामी नेपाली जनता, नेपाली नागरिकले भन्ने गर्छौं, हाम्रो देश नेपाल यी टाउके नेताहरूले सिद्ध्याइसके, खोक्रो बनाइसके हैन। भ्रष्टाचार बढ्दै गयो, व्यथिति विसङ्गति बढ्दै गयो, न्याय मर्दै गयो, सुरक्षाको कुनै ग्यारेन्टी भएन भनेर हामीले चाहिँ भन्ने गर्छौं। नेताहरूले देश बर्बाद पारिसके भन्ने गर्छौं। पुरो सही हो, 100%। तर नेतालाई नेता कसले बनायो? नेतालाई नेता त हामी नागरिकले नै हो नि बनाएको त, हैन? नेतालाई नेता बनाउने अधिकार त हामी नागरिकसँग छ नि, हैन? त्यो अधिकार त हामीसँग रहेछ नि आखिरी, है? हामीले हाम्रो अधिकार सही सदुपयोग गर्न सकेनौं। हामीले फेरि पनि विचार गरिसकेका नेताहरूलाई नै फेरि पनि राज्य निकाय सञ्चालन गर्ने ठाउँमा पुर्यायौं। जस्तै पुराना पार्टीहरू, कुनै पनि पार्टी होस्, देश बर्बाद गर्छु भनेर जन्मेको पार्टी चाहिँ कुनै पनि होइन। सबै पार्टीहरू म देश बनाउँछु भनेर एउटा चाहिँ सिद्धान्त बोकेर, एउटा विचारधारा बोकेर लागेकै पार्टी छन्, हरेक पार्टीहरू, हैन? तर यो पार्टीको विचार सिद्धान्तले मात्रै भएन। नेताहरू जब पावरमा पुगिसके, पहुँचमा पावरमा पुगिसके, तब उनीहरूले पार्टीको सिद्धान्त विचारधारा विपरीत हिँड्न थालिसके। जस्तै हिजो चाहिँ जङ्गलको पताइमा सुत्ने नेताहरू आज उनीहरूलाई निदाउनको लागि करोडौंको बेड बिस्तारा चाहिने भयो। तिनै नेताहरू सर्वहारा वर्गका नेताहरू छन् अहिले पनि। सर्वहारा वर्ग भनेको के हो? अनि फेरि हिजो सामान्य मास्टरहरूलाई चरसको थालमा खाँदै गर्दा उनीहरूलाई सामन्ती देखेर गोली ठोक्ने नेताहरू आज चाहिँ सुनको थालमा खाने भइसके। त्यति हुँदा पनि सर्वहारा वर्गका नेताहरू नै हुन्, सर्वहारा वर्गका नेताहरू नै भन्छन्, हैन? आज आफ्नो शक्ति, पावर, पहुँचको आधारमा जे गरे पनि हुन्छ भन्न थालिसके, जसो पनि गरे हुन्छ भन्न थालिसके। न्यायालयहरू किन्न थालिसके, हैन? सुरक्षा निकायहरू पार्टीको बनाउन थालिसके। सुरक्षा निकाय पनि राष्ट्रको सुरक्षा निकाय रहेन, न्यायालय पनि राष्ट्रको न्यायालय रहेन, हैन? यस्तो अवस्था सिर्जना भइरह्यो, हैन? अब यी नेताहरूलाई ठिक पार्ने जिम्मा हाम्रो हो, है? हामी नागरिकको हो, हामी जनताको हो। हामी नागरिकले अबको 2.5 वर्षमा निर्वाचन हुन्छ। त्यो बेलामा यी ठुला भनिने दलहरूलाई, ठुला भनिने पार्टीहरूलाई नाम निशानै नरहने गरी, हावा खाने गरी सिद्ध्यायौं भने मात्रै देशले फड्को मार्छ, नत्र स्थिति उही नै हो, नत्र कुनै परिवर्तन हुनेवाला छैन। यस्तै हो, हैन? त्यसकारणले हामीसँग भएको अधिकार सही समयमा सही सदुपयोग गरौँ, नत्र भने स्थिति उही नै हो। त्यसकारणले जस्तै कुनै पनि पार्टीहरू चाहिँ सिद्धान्त राम्रै बोकेको पार्टीहरू पनि पार्टीको सिद्धान्तहरू त राम्रै हुन्, तर ती आफ्नो सिद्धान्तमा हिँड्न सकेनन्। जस्तै कुनै ठुला पार्टीहरू जस्तै एमाले कांग्रेसहरूमा पनि, माओवादीहरूमा पनि कोही नेता एक दुई त राम्रा छन्। त्यस्ता नेताहरूलाई जिताउनु पर्यो, हैन? जस्तै कांग्रेसमा चन्द्र भण्डारी, सुनिल शर्मा, हैन? अमरेश कुमार, यस्ता नेताहरू छन्। एमालेमा गोकर्ण विष्टहरू जस्ता छन्, हैन? अब भीम रावल हुनुहुन्थ्यो, उहाँलाई राम्रो नेताहरूलाई त साइड लगाइदिइहाले, हैन?
अनि राम्रा मान्छेहरूलाई पनि साइड लगाइहाले है, राम्रो काम गर्ने मान्छेहरूलाई पनि साइड लगाइन्छ यहाँ, जस्तै कुलमान घिसिङ दाइलाई हैन। र जस्तै अब भनौँ न, अब समाजवादीमा पनि घनश्याम भुषालहरू जस्ता छन् हैन। अब रासोपामा पनि त अहिले यसो हेर्दाखेरि खासै नराम्रो नेता, खासै नराम्रो सांसद कोही छ जस्तो लाग्दैन हैन। अब नेमकिपामा भयो जस्तै नेपाल किसान मजदुर पार्टीमा प्रेम सुलवाल जस्ता सांसदहरू पनि छन् है। अब जस्तै राप्रपामा हेर्दाखेरि पनि लगभग सबै राम्रै छन्। अब राप्रपाको पार्टी अध्यक्ष नै चाहिँ राम्रो हुनुहुन्छ हैन। अब ज्ञानेन्द्र साई भयो, कुनै वादी राजावादी गणतन्त्रवादी होइन हैन। राजा आए पनि उही हो, गणतन्त्रै आए पनि उही हो है, लोकतन्त्रै आए पनि उही हो। सबैभन्दा पनि सरकार चलाउँदा कसरी चलायो भन्नेको हातमा हुन्छ हैन। यो वादले फरक पार्नेवाला छ जस्तो मलाई लाग्दैन। यो मेरो आफ्नो विचार हो हैन, समर्थन नहुन पनि सक्छ तपाईहरुको। जस्तै अब भनौँ न, हामीले यी 30-40 जना यी ठुला पार्टीहरूका करिब 30-40 जना टाउकै नेताहरूको सम्पत्ति छानबिन गर्ने हो भने नेपालको आधा सम्पत्ति भन्दा बढी यिनीहरूसँग होला के है। यिनीहरूको सम्पत्ति जफत गर्न, यिनीहरूलाई चाहिँ जेल कोच्न है, यिनीहरूलाई ल अब तिमीहरूले जेलको तातो हावा खान पर्छ कि चिसो हावा खान पर्छ कि मजाले बस खाओ, तिमीहरूको चाहिँ यही हो तिमीहरूको हिसाब किताब, तिमीहरूले हिजो गरेको कुकर्मको हिसाब किताब यही हो भनेर एक एक हिसाब निकाल्ने जिम्मा जनताको हातमा छ। यो 2084 मा विचार पुर्याउनु होला हैन। यस्ता पार्टीहरूलाई त्यही पार्टीको आफू त्यही पार्टीको भए पनि, स्वयं त्यही पार्टीको भए पनि नेता छान्दाखेरि अलि राम्रो मान्छेहरू छान्ने गरौँ हैन। यो पुरानो पार्टी रहउन्जेलसम्म त देश बन्ला भन्ने त मलाई लाग्दैन है। म कुनै पार्टीको झोले पनि होइन र कुनै गणतन्त्रवादी राजावादी पनि होइन, र राम्रा नेताहरूवादी चाहिँ असल नेताहरूवादी चाहिँ हो है, असल नेतृत्ववादी चाहिँ हो है। त्यस कारणले हामीले आफ्नो अधिकार राम्रोसँग विचार पुर्याएर सदुपयोग गरौँ। यो नसोचौँ कि हिजो जन्मदै आमाको कोखबाट एमाले कांग्रेस माओवादी भनेर निधारमै छाप लाएर आएको हो, हामी त त्यही पार्टीमै हाल्ने हो भन्ने नसोचौँ। यो गलत नगरौँ, यो गल्ती नगरौँ, फेरि पनि पछुताउनु नपरोस् हैन। किन भन्दा देश सुन्दर भए पनि खोक्रो भइसक्यो है। आर्थिक अर्थतन्त्रमा कति ऋण बोकिसक्यो, खोक्रो भइसक्यो। यो चाहिँ गल्ती नगरौँ है। अब तपाईहरुको हामी नेपाली जनताको नागरिकको हातमा छ यो अधिकार। यो अधिकार चाहिँ नेतालाई नेता बन्नबाट वञ्चित गर्ने अधिकार आखिर हामीसँग रहेछ है। यो चाहिँ ख्याल गरौँ र आगामी निर्वाचनहरुमा यो कुराको ख्याल गरेर पुराना पार्टीहरूलाई नाम निशानै नरहने गरेर हावा खुलाउने जिम्मा हाम्रो छ, अधिकार हाम्रो छ। हामीले त्यो चाहिँ सोचौँ र सही समयको सही सदुपयोग गरौँ है भन्दै बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।